नमस्ते सम्पूर्णलाई मेरो भ्लगमा स्वागत छ। बिजी विक्रम भन्ने मेरो त युट्युब च्यानल हो र मैले चाहिँ डेली भ्लगहरू हाल्छु हैन। आज चाहिँ हामी यहाँदेखि अब यो गाडी टेस्टिङको लागि जाँदैछौँ। हाम्रो एकजना मेरो साथी हुनुहुन्छ दाइ, हामी एउटै कम्पनी छौँ। म उहाँसँग थोरै जानकारी लिन्छु। अनि हाम्रो मेकानिक भाइ हुनुहुन्छ थाइल्यान्ड, उहाँ चाहिँ थाइल्यान्डको हुनुहुन्छ है। अनि थाइल्यान्डबाट आउनुभएको छ। उहाँ चाहिँ मेकानिक हो यो हाम्रो गाडीको ग्यारेजको। अनि यो चाहिँ हाम्रो कम्पनी भएको यता हेर्नुहोस् अविनाश जवाहर कम्पनी हो। अब यो चाहिँ हाइवे हो, बुधै हाइवे। अब थोरै म जानकारी दिन्छु। दाइ नमस्ते। यता नमस्ते भाइ नमस्ते। अनि दाइ चाहिँ कति भयो बराइन आउनुभएको? म 2017देखि अहिलेसम्म यहीँ छु। छुट्टी जाँदै गरेर आएको। तपाईँ त लामो 6-7 वर्षको लामो टाइम अनुभव बटुल्नु भएको रहेछ। अनि दाइ बराइन आउनुभन्दा पहिला तपाईँ कता हुनुहुन्थ्यो? म साउदीमा थिएँ भाइ, साउदीमा। हजुर, साउदीमा हुनुहुन्थ्यो है। अनि साउदीमा ठिक थियो कि यहाँ ठिक ठाक छ? तपाईँलाई कस्तो लाग्छ साउदीको यहाँको बारेमा थोरै विश्लेषण गरिदिनुहोस् न। अब यसो सर दुइटै अब आफ्नो आफ्नो हिसाबमा दुइटै ठिकै छ। अब तर त्यहाँभन्दा अलिकति यहाँमा चाहिँ राम्रो लागेर अब चाहिँ हामी यहाँ रोड क्रस गर्न लाग्दैछौँ। यहाँदेखि पारी गएर माथिबाट राउन्डबाट युटर्न लिनुपर्छ। अनि हाम्रो दाइले चाहिँ गाडीलाई मोर्सेस अवस्थामा आफ्नो कन्ट्रोलमा लिइसक्नु भएको छ गाडीलाई। र उहाँले चाहिँ अब लेफ्टतर्फ लागेर चाहिँ यहाँ चाहिँ नेपाल जस्तो हुँदैन है। अब जहाँ पायो त्यहीँबाट जतिखेर मन लाग्यो त्यतिखेर बाटो काट्न पनि मिल्दैन। यहाँको सिस्टम, यहाँको रुल्स, यहाँको ट्राफिकहरू एकदमै मान्नुपर्छ। अब दाइले इन्डिकेटर हालिसक्नु भएको छ। उहाँले अब लेफ्ट साइड मोड्नुहुन्छ। उहाँले आफ्नो गाडीलाई कन्ट्रोलमा लिइसक्नु भयो। र अहिले चाहिँ हामी चाहिँ अब जाँदैछौँ। यो देख्नुहुन्छ यो चाहिँ हाम्रो राजधानी, बराइनको राजधानी मनमा जाने बाटो, वेस्ट मनमा। अब हामी यहाँदेखि अब यो भन्छ कन्ट्री मल, यहाँबाट अब गाडी टेस्टको लागि है। यो चाहिँ केही दिनदेखि गाडी चाहिँ स्थगित थियो। यो गाडी चाहिँ बिग्रेको थियो, स्टार्ट नै हुँदैन थियो। अनि मेकानिकले चाहिँ यसलाई धेरै मेहनत गरेर, धेरै कोसिस गरेर अब बनाएको छ। अब कस्तो हुन्छ होइन, यसको चाहिँ अब के कसो छ, खराब पो छ कि अलिकति तलमाथि कहीँ खराब छ कि फेरि प्रब्लम हुने हो कि भनेर हामीले चाहिँ मेकानिक सहित लिएर जाँदैछौँ। अब दाइले चाहिँ टेस्ट गरिराख्नु भएको छ। अब त्यहाँभन्दा अगाडि चाहिँ म फेरि उहाँ दाइसँग सानो केही कुराहरू उहाँलाई सोध्न चाहन्छु र उहाँसँग नै कुरा गरौँ। दाइ अनि बराइनको रोड र साउदीको रोडमा के फरक पाउनुहुन्छ? साउदीमा चाहिँ अब अलिक ठुलो देश भएको कारणले त्यहाँ फराकिलो रोडहरू हुन्छ। देश अलिक सानो भएको कारणले यहाँ चाहिँ अलिकति ट्राफिकको एकदम अलिकति चापै हुन्छ। ठाउँ सानो त्यही हो फरक। ओके दाइले म अलिकति फेरि पछिल्लो ब्याकग्राउन्डमा जान चाहेँ। अब तपाईँको अलिकति पछिल्लो ब्याकग्राउन्डको बारेमा। अनि दाइको अब एजुकेसन चाहिँ कति हो? मैले त खासै धेरै चाहिँ पढ्नु पाइएन। त्यो माध्यमिक स्तर चाहिँ पार गरेँ। हजुर, माध्यमिक स्तर पार गर्नु भएर अहिले चाहिँ रोजगारीको सिलसिलामा पहिला उहाँ चाहिँ साउदी हुनुहुन्थ्यो। अनि साउदीबाट चाहिँ अहिले बराइन आउनु भएको छ। अनि उहाँको घर चाहिँ काठमाडौँ हो। पहिला घर चाहिँ दाइको पहिला रामेछाप थियो, अहिले हाल चाहिँ काठमाडौँ। अहिले बसोबास चाहिँ काठमाडौँ है। अब काठमाडौँ जस्तो सुगम ठाउँबाट पनि आएर यहाँ हेर्नुहोस् त, विदेशमा आएर अब चाहिँ हामीले चाहिँ एउटा बेरोजगारीको नै भन्नुपर्छ यसलाई होइन। बेरोजगारीकै कारणले गर्दाखेरि चाहिँ आफ्नो देश छोडेर आउनु परेको छ। र पनि उहाँको राम्रो छ, एउटा ट्रेडमा हुनुहुन्छ। एउटा जे भए पनि आफ्नो सिप छ, जे भए पनि एउटा अब आफ्नो सिपमा एउटा काम गरिराख्नु भएको छ, एउटा ट्रेडमा हुनुहुन्छ। ल यति भन्दै म बिदा हुन चाहन्छु आजको भ्लगबाट। तपाईँलाई कस्तो लाग्छ लाइक, कमेन्ट र सेयर चाहिँ गर्न नभुल्नु होला। धन्यवाद। जाँदैछौँ है। अनि यो चाहिँ बुधै हाइवे हो। अब हामी जेन्सन राउन्डबोर्डतिर जाँदैछौँ। त्यहाँबाट चाहिँ फेरि हामी युटर्न गरेर के अलिक तलबाट गर्ने हो दाइ? अलिक तलै जानुमा केही फरक पर्दैन। टेस्ट भनेको त अब 10-15 मिनटको त हुनु पऱ्यो नि त गाडी। दाइको अनुभव चाहिँ धेरै राम्रो छ है। गाडी चलाउने एक्सपिरियन्स चाहिँ एकदम राम्रो। अब ब्रेक स्रेक लगाउँदा पनि राम्रो तरिकाले, गियर पनि एकदम कन्डिसन तरिकाले लगाउनु रहेछ। गाडीको बारेमा चाहिँ धेरै नै अनुभव बटुल्नु भएको रहेछ। दाइले पहिला पनि नेपालमा गाडी चलाउनुहुन्थ्यो? नेपालमा त त्यही हो, हामीले यो साना सवारीहरू ट्याक्सीहरूमा त घुराइयो। हजुर हजुर।
यो ठुलो गाडी चाहिँ यही विदेशमै मात्र जस गाडी लाइनमा तपाईँको 8-10 साल पुरानो अनुभव चाहिँ छ पुरानो धेरै जस्तो ट्याक्सी त 8-9 वर्ष ट्याक्सी गुडाइयो त्यही हो अनि दाइ त्यसपछि तपाईँलाई के दाइ अनि म एउटा कुरो सोध्न चाहेँ तपाईँले तपाईँलाई अनि यहाँभन्दा त अहिले त युरोपमा धेरै कमाइ हुन्छ भन्छन् अनि अरू देश चाहिँ जान मन लागेन त यति लामो टाइमसम्म एउटै देशमा बस्नु भएको रहेछ होइन लाग्छ अब युरोपतिर त जान मन लाग्छ तर विभिन्न समस्याहरू छ अब युरोप भन्दाखेरि एकैचोटि जाने कुरा पनि भइएन हजुर हजुर अब आर्थिक अलिकति को पनि समस्या हो हजुर त्यही हो भविष्यमा अब जाने इच्छा त छ अब हेरौँ के हुन्छ समयले हजुर 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 ठिक छ अब तपाईँको यहीँ राम्रो छ भने पनि ठिक छ जुन देशमा भए पनि आफ्नो कामलाई अब महत्त्वपूर्ण दिनुपर्छ आफ्नो कामको बारेमा नै अब सोच्नुपर्छ जस आफ्नो सिपले एउटा दक्षता दक्षता अनुभव भए पनि तपाईँले अब विदेशमा आएर राम्रो काम गरिराख्नु भएको छ यसमा सबै म पनि एकदमै खुसी छु होइन हामी सबै खुसी छौँ अनि तपाईँ चाहिँ आफ्नो देशको एउटा राजनीति बारेमा केही भन्न चाहनुहुन्छ आम दर्शकहरूलाई केही विश्लेषण दिन चाहनुहुन्छ हाम्रो देश चाहिँ किन पछि अब विदेशमा आएर यति धेरै अब विकसित देशहरूमा यसरी आफ्नो काम गरिरहँदाखेरि गाडी चलाइरहँदाखेरि हरेक यहाँको बाटोघाटो हरेक कुराहरूको फ्यासिलिटी पाइरहँदाखेरि आफ्नो देशको बारेमा केही भन्न चाहनुहुन्छ हाम्रो देशको राजनीतिक अस्थिरताको कारणले नै अहिले हामी यो वैदेशिक रोजगार हिँड्नु परिरहेको अवस्था छ हजुर त्यही कारणले अब देशमा स्थायी सरकार नभएको कारणले नेपाली आम जनताले दुःख पाइरहेको अहिलेको यो समयमा अब त्यो राजनीतिक नेतृत्व गर्ने व्यक्तिहरूको अलि असक्षमताको कारणले नेपाली जनताले दुःख पाइरहेको छ हजुर हजुर धन्यवाद दाइलाई धन्यवाद दिन चाहन्छु खासै हामीलाई यो राजनीति बारेमा त्यति जानकारी पनि छैन यो हामीलाई इन्ट्रेस्टको कुरो पनि होइन तर पनि अब आफ्नो देशको बारेमा आफ्नो जन्मिएको ठाउँ अब आफ्नो मातृभूमिप्रति माया त कसलाई हुँदैन होला र अब यो विदेशको यो दुनियाँभरको विकसित देशहरूको अब यहाँ हामीले विकास यहाँको डेभलप देख्दाखेरि अलिकति दुःख चाहिँ मनमा अवश्य पनि लाग्छ र अब चाहिँ मेरो ब्लगबाट बिदा हुन चाहन्छु धन्यवाद